हेलो वेलकम एन्ड नमस्ते गाइज है। आज फेरि हामी सल्यानको खलङ्गाबाट डाङको घोराइतिर जाँदैछौँ। लाम्टी बजार हो है गाइज। यो कतिलाई थाहा छ ल कमेन्ट गर्नुहोस् त कति आउनु भएको थियो यहाँ। हामी शङ्खमूल आइपुग्यौँ भर्खर। शङ्खमूल छटेश्वरी गाउँपालिकामा पर्छ र अगाडि यहाँनिर चाहिँ ठुलो शङ्ख छ। यहाँबाट म कुनै दिन देखाउने कोसिस गर्नेछु ड्रोनबाट। हो त्यहाँ छ शङ्खपारी छ। राति हिँड्दाखेरि पुरानो टाइपको घर रहेछ यार यो त। अरे उता जाऊ हो बाबु। आमामा सबैलाई हो कि हामीलाई मात्रै हो? ल ल ल रोक्छु। हेलो वेलकम एन्ड नमस्ते गाइज है। आज फेरि हामी सल्यानको खलङ्गाबाट डाङको घोराइतिर जाँदैछौँ र आज हाम्रो यात्रामा एकजना सर हुनुहुन्छ अनि म छु। हामी खासै छैनौँ। मैले नर्मल कपडा लगाएको छु, त्यति धेरै छैन हामी। यहाँ मसँग मेरो बाइक छ, यस्तो मेरो प्यारो राजा। योमा चाहिँ सामानहरू छ, तपाईँहरूलाई थाहै छ के छ। अनि ड्रोनको ब्याग चाहिँ यहाँ पछाडि राखेको छु र विशेष गरी मैले यहाँ ड्रोनको ब्याग पछाडि छ, यहाँ यो पछाडि छ। अनि लगभग घामहरू बुढिसकेका छन् जङ्गलमा पुरै। यताउता हेर्नुहोस् घामहरू बुढिसकेका छन्। लगभग 4 बजिरहेछ, 4 बजेको छ र अब यहाँबाट हामी लगभग 3 घन्टामा पुग्छु होला। म 3 घन्टामा पुगिहाल्छु यहाँबाट। अब हेरौँ बाटोको कन्डिसन कस्तो छ। बाटो राम्रो भयो भने 3 घन्टामा पुग्छु। ल गाइज फेरि भेटौँला। यात्रामा कन्टिन्यू रहिराख्नुहोस् है त, अन्तिमसम्म हेरेर साथ दिनु होला है त। ल कस्तो देखिरहेको छ सर पारीको ठाउँ? बवाल होइन? आँखामा ढुङ्गा पसेर अगाडि गएर निकाल्नुपर्छ यार। कस्तो आँखा भिजिरहेछ ढुङ्गा छटबर गरेर। होरन मार्दाखेरि पनि ओभरट्याकै नदिने के। कस्तो गाह्रो भयो मेरो आँखामा पसेको। कहाँ रोकौँ यार, कहाँ रोकौँ? छ्या आँखै नदेख्ने भइसक्यो यार म त। ठाउँमा यो के बनाउनु कुन्नी यो यत्र यो। लाम्टी बजार हो है गाइज। यो कतिलाई थाहा छ ल कमेन्ट गर्नुहोस् त कति आउनु भएको थियो यहाँ। को आउनु भएको थियो? आँखामा त नराम्रै गरी बसेको छ। निस्किनु अहिलेसम्म पनि निस्किरहेको छैन। आँसु आइरहेछ तर निस्किरहेको छैन त्यो ढुङ्गा। परे गएर मान्छेले नै निकाल्नुपर्छ जस्तो लाग्यो मलाई। बोल्नु त्यस्तो भाइरल गर्दैन कि म तपाईँलाई।
बाख्रो बाटो छोड ल नयाँ कालोपट्टि गएर रहेछ राम्रो छ यहाँ बाटो चाहिँ अहिले हामी बिचबाट जाऊँ चिसो लटेको छ आँखामा ढुङ्गा पसेछ यार बाइक रोक्नै मन लाग्दैन तोरीबारी फुलियो हरियो कस्तो राम्रो देखिरहेको छ तोरीबारी यार तोरी फुल्ने अब मौसम पनि आउनु लाग्यो होइन चैत वैशाख तोरी फुलेको बेला त भिडियोमा क्या बबाल आउँछ यार तर तोरी फुलेको बेला भिडियो त राम्रो आउँछ कि तर ऊ के त्यति बेला टुवान लागेर फेरि त्यो राम्रो आउँदैन क्या समस्या त्यो छ टुवान लागेर भिजिबिलिटी चाहिँ एकदम लो हुन्छ क्या माथिबाट खिच्नै सकिन्न सब सालका रुख हुन् गाइजहरू कति धेरै सालका रुख छन् है सालै साल छ यतातिर त साल कति महँगो छ तपाईँलाई थाहै छ त होइन सालका रुखहरू छन् यो चस्मा लाउनु त ठिकै छ धुलोबाट बच्छ भनेर जस्तै बाइकमा के केटीहरूले होइन बाइकमा हिँड्दाखेरि चस्मा त अब ठिक छ धुलोबाट बच्छु आँखामा धुलो पस्छ भनेर लाउँछन् ठिकै छ यो अनुहारै छोप्ने गरी त्यो चुन्नी चाहिँ किन लगाउँछन् है मास्क पाइन्छ त यदि धुलो मुखमै आउँछ भने अनुहारले आँखासम्म ढोकेर को मान्छे बसेको हो को कसको छोरी हो कसको के हो केही चिनिन्न भने हाम्रो आफन्ती पो हुन् कि के हुन् चिनिन्न को मान्छे कोसँग बाइकमा गइरहेछ ओम नमः शिवाय को मान्छे कोसँग बाइकमा गइरहेछ पहिला यार जनयुद्ध कालमा माओवादीको युद्धले गर्दा के बाघै बाघ भन्छ नि माथिबाट जङ्गलबाट भागेर इन्डियातिर गएको होइन बाघ अहिले फेरि अब जनयुद्ध सकेको धेरै वर्ष भइगयो नि त अनि इन्डियाबाट फर्केर फेरि नेपाल आइगएछन् कि बाघहरू टिकट काटेर पहिला यार जनयुद्ध कालमा माओवादीको युद्धले गर्दा के बाघहरू कहाँ भागेर इन्डियातिर गएको थियो होइन अहिले फेरि अब जनयुद्ध सकेको धेरै वर्ष भइगयो नि त अनि इन्डियाबाट फर्केर फेरि नेपाल आइगएछन् कि बाघहरू टिकट काटेर नेपालको टिकट काटेर अलि ठुलो सर भन्नु न घर के खै पछाडिको ए छत्रेश्वरी गाउँपालिका हो वहाँ ए ल ठिक छ बधाई छ नजिकै रहेछ त
तर शारदा पुलको नजिकै यहाँ छ हामी। यहाँनिर एकछिन रोक्छु म, ब्यागलाई पछाडि बाँध्छु क्या यार, यहाँ ब्याग अलि ओभर भइदियो क्या। एकछिन ब्यागलाई पछाडि बाँधौँ कि भनिदियो। गाउँभन्दा घाँस बढी। घाँस पनि अल्टिमेट खालको बिक्ने खालको घाँस होला नि त, पैसा बिक्ने खालको घाँस। त्रिवेणी गाउँपालिकामा, त्रिवेणी गाउँपालिका लुहाम, त्रिवेणी गाउँपालिका वहाँ पनि छैन र रुकुम पश्चिममा? एकै नाम गरेको यार, कति भयो हुन्थ्यो यार। त्रिवेणी गाउँपालिका सल्यान, त्रिवेणी गाउँपालिका रुकुम, कर्णाली प्रदेशमा त 2-3वटा भइगएको छ त त्रिवेणी गाउँपालिका यार। चितवनमा नि रहेछ ए, रोल्पामा पनि छ, चितवनमा नि रहेछ भनेपछि 2 ठाउँ भइहाल्यो नि। यसै पनि एउटै नाम पनि किन राख्यो अन्त यार, 2-2 चोटि। ए है माया नमारे है, सिमलको रुख। धेरै राति फेरि हिँड्ने होइन क्या, बाघ छ भन्छन् नि त। के जङ्गलमा त्यही भएर अलि ध्यान चाहिँ पुर्याउनु पर्छ राति हिँड्दाखेरि। पुरानो टाइपको घर रहेछ यार, यो त ट्रेडिसनल टाइपको घर रहेछ होइन सर? के होला यार त्यो, होटेल सोटेल होला त केही? बिस्तारै मान्छेहरूको जिन्दगीमा नयाँ भन्दा पुराना पुराना घरका ट्रेन्डहरू बज्छन्। अहिले मान्छेले नयाँ नयाँ घरको डिजाइन खोजिरहेछन्, पछि पुराना पुराना घरको डिजाइन खोज्दै जान्छन् मान्छेहरू। पुराना घरको डिजाइनलाई वाउ भन्ने छन् पछि पछि। वाउ भन्छन् होइन? अरे उता जाऊ हो बाबु। अब अहिले मान्छेले नयाँ नयाँ खोजिरहेछन्, पछि पछि पुराना पुराना घरका डिजाइन खोजी गर्छन् मान्छेहरू। आम्मामा यार, यहाँ रहेछ खतरा त यार, ड्रोन सट हान्ने जस्तो यार। पर छोडेर यहाँ हान्ने क्या बरु यार, टोरीबारी क्या। आम्मामा बाटो बनाउनु ला रहेछ यार। परबाट हानौँ क्या यार, एकचोटि हान्नुपर्छ यार, यहाँ त खतरा आउँछ कि टोरीबारीमा। यसै ढिलो उसै ढिलो, परतिर रोकेर हानौँलाई एक सट। सलला मेरो मायामा फस मायालु नभन मनमा बस्न सक्दिन भनिए, मेरै घर गइजाउने बेहुली बनिए। धुलो खुवाउने भयो यार, यहाँ त सब ठाउँ यस्तै होला यार, धुलो खुवाउने भयो गाडीले। कहाँबाट हान्ने हो त्यहाँ, एक ठाउँबाट हानौँ न। यतै कताबाट हानौँ, यतैबाट हानौँ क्या, यतैबाट उताको एक सट हानिदिउँ। एक ड्रोन सट हानिदिउँ क्या, तोरीबारी चाहिँ बबाल फुल्या रहेछ नि त।
कपुरकोट गाउँपालिका भवन जाने ठाउँ कहाँबाट हो यार? यहाँ माथिबाट छ। पनि राम्रो देखिन्थ्यो। डाइरेक्ट हाइवेको एक्सेस पनि हुन्थ्यो। फेरि तारावाला आएर छ नि त। के छ, हामी नास्ता खान्छौँ, एकछिन बसौँ है। होला जाम। ल मेरो काम भइसक्यो, चाउचाउ लिइसकेँ। धन्यवाद तपाईँलाई। ल फेरि भेटौँला। ल हस्, उता कहिले जानुहुन्छ कल गर्नु होला न। अब चाहिँ मेरो यात्रा एक्लै सुरु हुन्छ। सर चाहिँ छुट्टिएर गइसक्नु भएको। यताको साइड लाइट बालेर यता जान्छ नि त दाजु। त यार नयाँ डिजाइनको आइडिया हो क्या यो। नयाँ ट्राफिक रुल बनेको नेपालमा, नयाँ खालको। दाहिने बाल्नुपर्ने, डाब्रे जानुपर्ने। सबले तिनवटैले दाहिने बालिरहेछन् फेरि। मेरो मोबाइल कहाँ गयो? मोबाइल त खसेन कतै। ल हेलो गाइज, कस्तो छ? के चलिरहेछ? आजको यात्रा कस्तो लागिरहेछ त? अहिले म तुलसीपुर आइपुगेको छु। खासै त्यति राम्रो भ्यूहरू त देखिरहेन, किनकि रात परिसक्यो नि त। टक्क लाएर साटो र घोडा चाहिँ यता जाने रहेछ, म चाहिँ यता जाने छु। चिसो लागिरहेछ, म धेरै स्पिड जाँदिनँ। मासला कसको कुकुर हो क्या यार? एक्सिडेन्ट बनाइदिएला फेरि। बाटोमा कुकुर छोड्ने होइन नि त। कुकुर पाल्ने एक त एक, अनि बाटोमा छोड्ने फेरि। एक त कुकुर पाल्ने, त्यही माथि बाटोमा छोड्ने होइन। नेपालीहरू मजा गरिरहेछन्। ये लोग इसी में मजा कर रहे हैं के कसो? कोही फेरि साइड लाइट नबालेर ग्याममै फेरि दाहिनेतिर मोडिदिन्छन् फेरि स्पिडमा। फेरि अब यहाँ फेरि सबैलाई हो कि हामीलाई मात्रै हो? ल ल ल रोक्छु। मापछि चेकिङ भइरहेको रहेछ। जिन्दगीमा रक्सी त कहिले छोएन, झन् आज झन् कहाँबाट खानु। यात्रामा हिँडेको मान्छेले कहाँबाट रक्सी खाला के है नै। अब बाटोमा यहाँ बाइक रक्सी खाएर पनि चलाइरहेको हुन्छ नि, त्यो अलग कुरा हो। मेरो यत्रो लगेजहरू देख्दै पनि मापछि चेक गर्नु त भएन नि त। तर ठिक छ, गर्नु पऱ्यो, राम्रो कुरा हो। प्रक्रिया त पुऱ्याउनु पऱ्यो। तर म यत्रो पछाडि यत्रो ब्याग बोकेर लगेज बोकेर हिँडिरहेको छु होइन। रक्सी खाएर त हिँड्ने कुरा भएन म त। तर हिँड्छन् हिँड्दैन मान्छेहरू। अस्ति हिजो पर एक्सिडेन्ट भयो नि त, अस्ति के कपुरकोटमा। अनि त्यही भएर पनि मान्छेहरू अलिक चनाखो बनिरहेको होला नि। अस्ति कपुरकोटमा, त्योभन्दा 1-2 दिन अगाडि यहीँ घोराइमा भयो नि त। घोराइबाट तुलसीपुर जाने बेलामा
दुईवटा बाइक चाहिँ तल बनिरहेको पुलको खाल्डोमा खसेर दुईवटै बाइकको मान्छेहरू डेथ भयो नि त। त्यही भएर चाहिँ मान्छेहरू चाहिँ चनाखो बनिरहेछन्। चेकिङ चाहिँ अलिक कडा भइरहेछ, तर ठिक छ, चेकिङ कडा हुनु राम्रो हो। तर त्यो के कारणले चाहिँ भिआइपी टोलीहरूको टिम आयो त्यहाँ, तर त्यो एक्सिडेन्ट के कारणले भयो भन्ने त बुझ्नु पऱ्यो नि। त्यो रक्सीले भन्दा नि त्यो त खासमा उसकै कमजोरीले हो। माथि चाहिँ निदाएर भएको एक्सिडेन्ट हो, माथिको गाडीको एक्सिडेन्ट, तल बाइकको एक्सिडेन्ट चाहिँ उताबाट स्पिडमा आयो, घुम्ती ठुलो थियो अरे घुम्ती अरे टर्निङ एकदम साफ टर्निङ भयो, साँगुरो भयो टर्निङ। अनि त्यो टर्निङको उमा त्यो बनिरहेको ठेकदारले केही पनि अब सेफ्टी चिजहरू राखिदिएन, अन्जाकियो, त्यो भएको हो नि त। खासमा रक्सीको त्योमा दोष थिएन।